अहिले यो बच्चाको कारण म बाँचिरहेको छु दाइ। बच्चा नभए त म त मर्दियो। बच्चा बिना बाँध्न सक्दैन। अस्ति बच्चा 2 महिना लाग्यो खुट्टा नचल्दाखेरि वास्ता व्यस्त के उ गरेन। जब मैले बच्चा नखाइ यो एरियाको दिदीले पुलिसहरूले उठाएर उ गरेर 2 महिना पैसा सबै जम्मा गरेर हस्पिटलमा उ गरेर लगिदिनु भयो। अनि बुढाले जहिले यसको बाबा खाएर आउने पहिला, अनि के नहेर्ने 12-1 बजे आउने ढङ्गडोलो पिट्ने उ गर्ने खानेकुरा के नल्याउनु भएको मैले यताउति गरेर ल्याएको सबै खाने सकेपछि जाने बिबत्त जान्छ। अनि त्यसले खाना नभएपछि फेरि आउने सकाउने त्यस्तै। अनि यो जन्मेर फेरि अभङ्ग भयो। त्यहाँबाट 2 वर्ष उ भएको थियो। फेरि आएर त्यस्तै व्यवहार गर्ने भएकोहरू सबै सघाउने सिलिन्डरहरू बेच्ने खाने ल्याउने चाहिँ होइन। मैले यताउति जोडेको चाहिँ सबै खाइदिने। के भयो दिदी तपाईँ यस्तो भएको चाहिँ? थला भएर प्यारालिस भएर बिहे गर्नुभन्दा अगाडि यस्तो भएको कि बिहेको पछि? अगाडि भएको फर्स्टमा चाहिँ। श्रीमानलाई थाहा थियो तपाईँ यस्तो छ भनेर? थाहा थियो, देखेको थियो। उहाँले देखि बिहे गर्नु भएको? अहिले दुःख तपाईँलाई सिधै सुत्न गाह्रो हुन्छ होला है? यस्तो डस्नहरू मात्रै हुँदैन। काम अलिअलि काम गर्थ्यो पहिलाको ठाउँमा। अहिले अरू मान्छे राख्यो अस्ति बिराम भएर। अनि अन्त त कामै दिँदैन। यस्तो छ के गरी काम गर्नु त भन्छ। हातको काम चाहिँ म जसरी गर्छु गरिरहेकै हो, दिनु न मलाई भन्यो। त्यो फु गर्दै ढल्ला जस्तो के काम गर्नु भनेर थर्काउँछ। अन्त कामै दिँदैन। त्यही पहिलाको साउहरूले फाटाफुटा काम दिन्छ। थाहै काममा अहिले अरू मान्छे राखेको छ घरको काममा। त्यही बारीहरूको फाटाफुटा हुँदा बोलाउनुहुन्छ। अरूहरूले त जाने खालि बच्चालाई पिट्ने, अरूले दिएको भने खुसेर खाइदिने बच्चाले बुझ्को एउटा नि नल्याइदिने त्यस्तै। अनि बच्चालाई खालि पिट्ने, टाउकोतिर पिट्ने उ गर्ने, ल्याएर चाहिँ दिँदैन। अनि घरमा लगेर गयो अस्ति बल्ल खोजेर लिएर आएँ मैले। फेरि अस्ति नि लिएर आएछ लिन। तपाईँ श्रीमान चाहिँ कहाँ हुनुहुन्छ अहिले? अहिले कता हुने नि थाहा छैन। हजुर आफै खाने आफै हिँड्ने। के गर्नुहुन्छ श्रीमानले चाहिँ? काम थाहै गर्दैन, ज्यामी कामहरू गर्छ अलिअलि, जे पनि खाने हिँड्ने त्यस्तै। तपाईँ पनि शारीरिक रूपमा अशक्त हुनुहुन्छ हो? तपाईँले हेर्दाखेरि तपाईँ अलि अर्कै देखिनुहुन्छ। तपाईँ अशक्त हुनुहुन्छ हो? हजुर यो खुट्टा अलि छैन। पहिला अभङ्ग भएको थियो, यो जन्मेर नि अहिले फेरि अलिक घिर्सिने भए। तपाईँको पछाडि ढाडहरू पनि त्यो पनि समस्या छ तपाईँको? हजुर त्यो पहिला अभङ्ग भएर त्यस्तो भएको पहिला थिएन। पछि 2-3 वर्ष थलो परेको थियो। अनि त्यहाँबाट त्यस्तो भएको सुत्दै आएको मकै गेडा जत्रो यहाँ तल कम्बर भएको थियो। अनि पछि माथि सर। बच्चा कतिवटा छ तपाईँको? एउटा। कति वर्षको हुनुभयो अहिले? हजुर बच्चा कति वर्षको हुनुभयो अहिले? 3 वर्ष पुगेर 4मा छोडिदिनु बच्चालाई छोडिदिनु भयो हुन्छ। अनि तपाईँले श्रीमानले चाहिँ किन त्यस्तो गर्नुभयो? के कारणले चाहिँ तपाईँलाई श्रीमानले कुटपिट गर्ने टर्चर गर्ने कारण चाहिँ के हो? ऊ जहिले खाएर हिँड्ने, ल्याउँदा नल्याउने। अनि मैले चाहिँ यसरी ल्याउनुपर्छ, यसरी उ गर्नुपर्छ। अहिले बच्चा छ, बच्चालाई पढाउनु पर्यो भन्दाखेरि उ गर्छ। उही खानाले पुग्दैन। पहिला उहिले खाएको नै टिरेर हिँड्नुपर्थ्यो मैले। अहिले त आफै यो हालतमा छ। बच्चालाई पालौँ कि मैले पालौँ मैले त अनि उ नगरेँ। होटेलमा खाएर जे पनि रक्सी खानुहुन्छ? रक्सी गाजा सब खान्छ। रक्सी गाजा खानुहुन्छ? हजुर नखाने चाहिँ त केही छैन। कति भयो तपाईँले बिहे गर्नुभएको चाहिँ? बिहे 4 वर्ष 5 वर्ष चाहिँ भयो। 5 वर्ष जति भयो। हजुर राम्रोसँग मागी विवाह नि गर्नुभएको होइन? पहिल्यैदेखि यो बाबु जत्रोदेखि नै दुःख भएको। आमाले छोडेर गएको थियो मलाई। अनि पछि अलिक ठुलो भएर मम्मी भाडामा खोजेर गएँ म। अनि त्यहाँबाट पहिला त सधैँ थियो, म केही थिएन, यस्तो डल्लो कुम्लो सुम्लो केही थिएन। त्यहाँ बसेर मम्मी भाडामा गएर यस्तो 2 वर्ष जति कुँजा बज्यो। अभङ्ग प्यालिस यहाँदेखि चलेन। अनि त्यहाँबाट नसर्ने भएछ आमाले सबैले हेरेर। अनि 2 वर्षमा कसले पनि केही नै गरेन। पछि आफै हिँड्न सकेर अनि यो ठाउँमा आएर बसेको थियो। अनि लास्टै गाह्रो हुने, कसले पनि नहिँड्ने, बाउमातीले पनि नहिँड्ने गरेर साह्रो हुन्छ भनेर बिहे गरेको। देख्दै नगरी बिहे गर्यो। यस्तै एकचोटि देखेन, बानी बिहे गर्ने थाहा नभए बिहे गर्यो। त्यही यस्तै।
सुख पाउँछु माया पाउँछु भनेर बिहे गर्नुभयो आज श्रीमानले यस्तो अवस्था छोड्यो तपाईँलाई हजुर बच्चैदेखि दुःख बाधै यस्तै रहेछ भाग्य पनि अहिले यो बच्चाको कारण म बाँचिरहेको छु दाइ बच्चा नभए त म त मर्दै यो बच्चा बिना बाँध्न सक्दैन अस्ति बच्चा 2 महिना लग्यो खुट्टा नचल्दाखेरि वास्ता व्यस्त के उ गरेन जब मैले बच्चा खाइ नखाइ यो एरियाको दिदीले पुलिसहरूले उठाएर उ गरेर 2 महिना पैसा सबै जम्मा गरेर हस्पिटलमा उ गरेर लगिदिनु भयो अनि उनीहरूलाई झिकाएर लग्यो यसको बाबाले हस्पिटलमा झिकाएर उ गर्दा पनि 2-3 दिन बस्यो अनि बच्चालाई त्यस्तो जाडो महिनाको बेला माघ महिनाको अनि बच्चालाई यस्तै बिरामी कुद्ने आउने मान्छेहरूले लुगा किनिदिनु भनेर 1000 रुपियाँ पैसा ल्याएको थियो लुगा राख्यो कुन बेला पैसा चोरेर गायब आफ्नो माथि कोही पनि एउटा कमिला एउटा नआएको कुर्न त्यो उता अरू मान्छेहरूले त्यो लेन छोडेर गइहाल्यो डिस्टार्ब पिसाब सबै थाप्नु पनि बच्चा सब अरूले गरिदिएको दाइ बिहे गर्नुभन्दा अगाडि यस्तै हुनुहुन्थ्यो कि बिहे गरेर अनि अलिकति हिँड्न सक्ने भएपछि आउने गरी बच्चा लाने गरी के गर्ने बच्चा किन लानुभयो घर लगेर उ गर्ने नि न के खायो कस खायो छैन भनेपछि तपाईँलाई छोडेर बच्चा चाहिँ लानु खोज्नु भयो उहाँले हजुर लगेर नि हेर्दैन उता आमा चाहिँहरूसँग राखेर उता कता हिँड्ने ज्यादा तपाईँले काम गर्न सक्नुहुन्छ त अहिले अनि काम अलिअलि काम गर्थ्यो पहिलाको ठाउँमा अहिले अरू मान्छे राख्यो अस्ति बिराम भएर अनि अन्त त कामै दिँदैन यस्तो छ के गरी काम गर्नु त भन्छ हातको काम चाहिँ म जसरी गर्छु गरिरहेकै हो दिनु न मलाई भन्यो त्यो फु गर्दै ढल्ला जस्तो के काम गर्नु भनेर थर्काउँछ अन्त कामै दिँदैन त्यही पहिलाको साहुहरूले फाटाफुटा काम दिन्छ थाहै काममा अहिले अरू मान्छे राखेछ घरको काममा त्यही बारीहरूको फाटाफुटा हुँदा बोलाउनुहुन्छ अरूहरूले त दिँदैन कामै भनेपछि तपाईँलाई श्रीमानले अहिले तपाईँलाई टर्चर गर्नु कुटपिट गर्नु कारण चाहिँ के रहेछ तपाईँको यो शारीरिक अवस्था देखेर हो कि अथवा के कारणले गर्दा तपाईँलाई श्रीमान भन्दा धेरै कुनै होइन म्याराक र मिरिक पार्छ एकछिन बहाने चुलाएर बहान दिँदैन टिल खान्छ खाली गाज खान्छ अनि आफूले कराउनु मन लागिरहेको छ पो केही ल्याउँदैन खालि बच्चाले चुप्लाएरै बस्दैन घरि यसरी नामा निम्रो गरिदिन्छ घरि बच्चाले ब्लड सुतिरहेको बच्चाले उचालेर पछाडिदिन्छ अनि बिरामी भयो छोडेर हिँडिदिन्छ के गर्दैन अनि सबै मैले गर्नुपर्छ अलिकति सक्ने भयो कि पछाड्छ पिट्छ दिमाग पिट्छ बच्चाले मुखले मात्रै मेरो बच्चा भन्छ केही गर्दैन अहिलेसम्म बिहे गरेर यत्रो भयो एउटा लुगा के बच्चालाई त केही नगर्ने के चम्चा एउटा सुत्ता नि ल्याएको छैन त्यसले बरु उल्टै सामानहरू बेच्ने खान पाएन भने बेच्ने सिलिन्डर थला पैसा बेला सिलिन्डर 1000 रुपियाँ बेचेर खाएछ कमाएर ल्याउनु छैन उल्टै बेचेर खाइदिनु उहाँले बेचेर खाइदिने मैले चाहिँ त्यो अब 5-6 हजारको काम गर्छ घरको हो लुगाइ यसरी पुर्याउनु पर्छ भन्छु सबै खोतालेर त्यो झोलाहरू त्योहरू सबै खोतालेर दहनाहरू सब खोतालेर लान्छ भनेपछि तपाईँ बिरामी भएको बेला नि हेर्नु न श्रीमानले छोडेर गएको म सबै उता चौकीनिर बस्थेँ पहिला त यो जन्मिने बेलामा सब अरूहरूले हेरिदिनु भएको आफ्नो घरबाट आफ्नोबाट नि कोही पनि आउनु भएन निकै दुःख लाग्छ दिदी है सानो बच्चा सब थलै पर्या 6 महिनासम्म योदेखि नचल्ने पानी एउटा झिक्न नसके यो जन्मेर 4 दिनपछि सबै कोठाको दिदीबहिनीहरूले खाना पकाएर ल्याइदिने खुवाउने गरिदिनुहुन्थ्यो अनि अलिअलि त्यही घरको काम गरेको पैसाहरू फाइनेन्समा राखेको थियो त्यो चाहिँ पछि अलि 1-2 महिनासम्म चाहिँ अरू साथी भएको खायो अनि पछि अलि भएपछि अब दुध नपुग्ने त्यही 2टा फाइनेन्समा खोलेर राखेको थियो त्यही अलिअलि 6 महिनासम्म आफू खाना अनि प्याकेटको दुध ल्याउन पुग्यो त्यहाँबाट बच्चाले भात खाएपछि त्यही भातकै परमा हेर्नु तपाईँ त भोकै बस्नुलाई एक छाक नखाने एक छाक खानुलाई बिचार बच्चालाई त त्यो बच्चाको भोक त देख्न सक्नुहुन्न नि तपाईँलाई निकै गाह्रो हुन्छ होला है बिचार बच्चाले टाइममा खान नपाउँदाखेरि लाउन नपाउँदाखेरि होइन अहिले त साथीभाइहरूलाई त्यति सबैले चामलहरू दिनुहुन्छ गर्नुहुन्छ खान्छु भोक लाग्यो नि अब पेट भरेर नि हुन्छ खाएको छ भन्छु अनि तिमीलाई पक्कै खाएको छैन भने लैजाऊ बच्चालाई भएन हुन्छ भनेर दिनुहुन्थ्यो अनि कति खानु जस्तो लाग्छ आफूलाई अनि फेरि एक मान्छे बच्चालाई भएन अलिक पुर्याएर दिनुहुन्छ भने फेरि थापेर ल्याउँथेँ दिनुहुन्थ्यो यो दिदो भने अस्ति चामलै केरै थिएन दिदीलाई मैले नभनेको अनि उ गरेर त्यहाँबाट
कोठामा भाडामा बस्ने अलिअलि कति हेप्ने एकवटा बस्थ्यो त्यो घरमा चाहिँ केटी मात्रै बस्थ्यो लास्टै भन्ने घरपेटोले हुने नहुने कुरो लाउने अनि उ गर्ने त्यति ग्यास सकिहाल्यो ठ्याक्कै अनि घरपेटोले पैसा मागे उनीहरूले नि कति उ गर्ने अनि लोन दिँदै साह्रै बिजोग भयो बहनालाई मात्रै भयो दिन्न बरु खानेकुरा यताउता पछि गरौँला भने अनि यहाँ आइसकेपछि बच्चा छ दिदीहरूले नि गर्ने त्यही दिदीकोमै खायो अस्तिदेखि नै खाने दिदीहरूको सँगै खाने अनि पछि दिदीले चामलहरू दिनुभयो अनि एकजना बुढी आमाले ऊ माथिको चामल लिएर आउनुभएछ त्यो चामल खाँदैछु हेर्नु त श्रीमानको साथ सपोर्ट माया पाइएला भनेर आज विवाह गर्नुभयो होइन बच्चा पाएपछि श्रीमानले यो अवस्था छोडिदिनु भयो निकै दुःख लाग्छ होला दिदी है आफ्नो जिन्दगी सम्झेर पनि अब तपाईँको यो अवस्था छ होइन बच्चाले अब बच्चालाई पढाउनु पऱ्यो होइन हुर्काउनु पऱ्यो निकै गाह्रो छ तपाईँलाई अहिले होइन श्रीमानले यस्तो अवस्थामा छोडेर गएपछि होइन हजुर अस्ति त एकचोटि त मरौ जस्तो लाग्थ्यो फेरि आफूले बच्चादेखि भोगेर आएको मम्मी आमा एउटा भएन भने कति मान्छेले बचान लाउँछ कति देखाएर खान्छ कति उ गरेर खान्छ झन् म अहिलेदेखि बाउ गजेडी आमा यस्तो अभङ्ग अहिले म हुँदै त कस्तो अभङ्ग र कुम्लेर सुम्ले भन्छ उ गर्छ झन् म मेरो बच्चाले कति हेला गर्छ होला जस्तो लाग्छ एक मान्छे बच्चा नि आफू नि मरौ कि जस्तो लाग्छ एक मान्छे भाडा माझेन भएन अब त्यस्तो अभङ्ग हुँदा त ४५ हुँदा त ६-७ महिनासम्म बच्चाले उ गऱ्यो भने अब हिँड्न सकिहाल्छ यसो मागेर भयो नि भाडा ठुलो कसै ल्याएर भयो नि सरकारीमा भयो नि पढाउँछु जस्तो लाग्छ एक मान्छे विरक्तै लाग्छ तपाईँलाई श्रीमानले चाहिँ के यस्तो अपाङ्ग छ शारीरिक अशक्त छ भन्ने कारणले छोडेको हो कि के हो पहिला त यस्तो उ गर्छु सासू ससुरलाई नि मैले त चिन्दैन थियो सासू ससुराहरूले चाहिँ चिन्दा रहेछ पहिल्यैदेखि उतै गाउँतिरकै हो अनि तिमी पहिल्यैदेखि यस्तो दुःख पाएको रहेछ बाउ आमाको माया नपाए रहेछ आमाले सानैमा छोडेर गएको रहेछ हामी आमाको माया दिन्छु भनेर यताउति भन्यो लास्टमा त यस्तै तपाईँ श्रीमानको घर चाहिँ कुन ठाउँ हो उतै धादिङमा म चाहिँ माधवेसी झर्नुपर्छ उता घरमा चाहिँ सिमले झर्नुपर्छ तपाईँ श्रीमानको नाम चाहिँ के हो देव तामाङ उहाँको फोटोहरू छ तपाईँसँग होइन फोटो हो त्यो बिहे दर्तामा मात्रै छ कति दिन भयो तपाईँसँग श्रीमान तपाईँलाई छोडेर गएको चाहिँ अस्ति बिचमा एकचोटि आएर उतै बस्दो रहेछ उतै काम गर्ने रहेछ राति आएर थर्काएर उ गरेर गयो त्यो अस्ति कति 2 महिना जति भयो होला त्यो एकचोटि 1 दिन कि 2 दिन जति एक दिन आयो अनि भोलिपल्ट त्यतैतिर बसेर गएछ बच्चा लगेको थियो अनि त्यो भाडा नपुगेछ तिर्ने ठाउँमा लिएछ अब त्यो होटेल नेहरूले अनि भाडा नभएर बच्चा चाहिँ बेलुका छोड्न आयो अनि त्यहाँदेखि छैन भनेपछि उहाँले बच्चा चाहिँ मसँगै राख्छु भन्नुहुन्छ उहाँले बच्चा नि उता गाउँतिर लगेर राख्छ के हुने गर्दैन अस्ति 2 महिना साउनमा लिएर गएको थियो बच्चा दसैँमा जाँदा त अरू बच्चाहरूले सबैलाई लुगा किन्दैछ मेरो बच्चाले चाहिँ छैन ऊ चाहिँ उता गाउँतिर गएर बसेछ बिजोग भएर राखेको छ तपाईँ श्रीमान के अर्को बिहे गर्नुभएको छ गरे होइन को आउनु त्यस्तालाई भात खाए लायो भने एक कुकर खान्छ कमाएर ल्याउँदैन एक कुकरले पुग्दैन आफू मात्रै खाने हो बालबच्चाले दिउँ यसरी दिउँ एक छेउ पनि मागेको छैन त्यो भनेपछि कहीँ कतिबाट तपाईँको श्रीमानले यो भिडियो हेर्दै हुनुहुन्छ नि के भन्न चाहनुहुन्छ तपाईँको श्रीमानलाई तपाईँ श्रीमानलाई के भन्न चाहनुहुन्छ यहाँबाट भन्नुहोस् त त्यसलाई के भन्न चाहन्थ्यो अब यहाँ म भाटामा नआओस् भन्ने किन श्रीमानको माया लाग्दैन र तपाईँलाई लाग्दैन मलाई त किन त आफ्नो श्रीमानको त माया लाग्नु पर्ने त हो त्यस्तो बिजोग हुने बेलामा ऊ हुने बेलामा त ऊ गरेन अब केले गर्नु पर्यो पहिला कति माया गर्थ्यो त्यही मायाले त ऊ भएको हो धेरै माया गर्नु तपाईँले एक घरमा त्यहाँ घरको काममा जान्थ्यो उनीहरूले त अब न्यारहरूको त भोज भइरहेको छ यो त मिठो मसिन पाउँदा ल्याइ दिन्थ्यो नि उसले चाहिँ आफू मात्रै खाउँ भन्दै हुन्थ्यो म चाहिँ नागा गाई ल्याउँथेँ श्रीमानले त माया गर्नुहुन्थ्यो नि तपाईँलाई गर्दैन थियो पहिल्यैदेखि त्यस्तै थियो कसरी चाहिँ भेट भयो उहाँसँग तपाईँको एकजना ठुलो मम्मीले उतैको उनीहरूको माइत गाउँ गऱ्यो भनेर भेटेको थियो भेट्ने बित्तिकै बानी बिहोर थाहा नभएर यस्तो भयो पहिला त्यस्तो खान्छ भनेर थाहा थिएन त्यसरी खाँदै हिँड्दो रहेछ बच्चादेखि खाँदै हिँड्दो रहेछ थाहै छैन भनेपछि तपाईँ पनि झुकेर बिहे गर्नुभयो उहाँसँग